गुड मर्निङ गाइस, स्वागत छ तपाईहरुलाई मेरो फेरि नयाँ मिनी ब्लगमा। आज चाहिँ हामी अदुवा रोप्दैछ हैन, अदुवा रोप्नु गएको, रोप्दैछ हैन, रोप्नु गएको अदुवा रोप्दैछ अरे मैले अदुवा रोप्नु गएको। आज चाहिँ हामी दिदी बहिनी हैन अदुवा बोकिरहेछ ढोकोमा। यसरी बोक्नुपर्छ, बस्तीको केटी भएर यसरी काम गर्नुपर्छ। अन्त पो राम्रो राम्रो केटाहरू पाउँछ है छिमिला। छिमिलाले झन् कस्तो पो केटा पाउँछ होला। दिदीले पाएको छैन, बहिनीले अगाडि अगाडि पाइहाल्नु दुलाई। गाइस तपाईहरुलाई चाहिँ अब म हाम्रो बारी देखाउँछु हैन। यहाँदेखि जानुपर्छ ओह्रालो। हाम्रो बारी चाहिँ निकै टाढो छ, तल जानुपर्छ, नीचे नीचे जानु परेगा। यहाँ चाहिँ मैदान एकदम पसिनहरु हेर्नुस्। दामी बनाइदिएको छ यहाँ बाटो चाहिँ। गरम यस्तो गरम छ यहाँ चाहिँ, गरमको नाम छैन। तल पनि काम गर्दै रहेछ। सफा बनाएछ अहिले सिडीहरू बनाएर। यसरी घुमबुट लगाएर जानुपर्छ काम गर्नु चाहिँ, मिस्तो हुन्छ। अन्त पाक्यो गरमले। सिँगान पनि तान्दै जानुपर्छ। यहाँ तल चाहिँ भलुको खाङ भन्छ, त्यहाँ चाहिँ हामीहरू तलबाट आएर बस्छ, रेस्ट गर्छ। यहाँ चाहिँ अदुवा रोपिसकेछ परहरूले, ड्याङ बनाइकन यसरी रोप्छ अदुवा। यता चाहिँ के रोप्यो कि त्यतिर पनि रोपेछ फुल। हेर्नुहोस् यहाँ मेरो बहिनी तल पुग्यो। अदुवा रोपेर पनि यहाँ सोतरोकलाई छोपिसकेछ परेहरूले, पुरासम्म रोपेछ। यहाँ पनि चाहिँ भलुको खङ हो। यहाँ चाहिँ भलुको खङ भन्छ। यहाँदेखि चाहिँ तल रमितो हेर्नुपर्छ। यहाँ बसेर हावा मिठो आउँछ। यहाँ चाहिँ सबै वाइखिमको इबीको बारीहरू हो। अन्त यो हो लाइन चाहिँ यति भइसकेछ। अन्त ऊ तल चाहिँ मेरो मम्मी र पापा गर्दै रहेछ, खन्दै रहेछ परेहरू। अन्त यो रुख चाहिँ ममको रुख हो। छाहरू पनि पिङ्सी गरेछ हो। यस्तो ड्याङहरू अलिकति ठुल्ठुलो बनाउनु भन्दै थियो, अन्त पो मजाले उम्रिन्छ अरे। आन्छु बोले। हाम्रो आप्पा र आमा चाहिँ खन्दैछ यहाँ अदुवाको लागि ड्याङ बनाउँदैछ। यो मिमी चाहिँ तल गङ्खाको हो। मिमी अलिकति खाला जो, यसलाई जो। हामी चाहिँ फाइनली आइपुग्यो हाम्रो बारी। अदुवा लिएर यहीँ अदुवा रोप्नुपर्छ हामीहरूले। अब भ्यू हेर्नुहोस् यहाँको। यहाँदेखि चाहिँ ओह्रालो तल गङ्खा जानुपर्छ, गङ्खा। मैले के गरेको छैन हौ मम्मी। चाहिँ हामी तल मिमी हो, गङ्खाको मिमी। कस्तो देख्दो रहेछ मलाई, पुलिसहरू जस्तै देख्दो रहेछ। माथि हाँस्दैछ, मलाई पुलिस जस्तो देख्दो रहेछ भनेको। दुईजना हाँस्दैन, केही छैन। अब आफैलाई भन्नु पनि हुँदैन। यस्तो गरम छ गाइस। म चाहिँ अहिले शीतलमा बसिरहेको छु। फुल कस्तो दामी चाहिँ। तपाईँहरूको लागि फुल मेरो तर्फबाट।
यहाँ किरा घुम्दैछ। यसले चाहिँ हातमा टोक्यो हुन्छ खतरा उयो हुन्छ। यहाँ घुम्दैछ। पन्जा लगाएर चाहिँ काम स्टार्ट अब। हाम्रो गागा चाहिँ ऊ माथि गफ गर्दैछ भर्खर आउँदैछ। के दामी पो देखेँ त यहाँको सिन त। यो हो नि त असली सिन चाहिँ। के साह्रो दामी देख्यो। काम चाहिँ यसरी गर्नुपर्छ। कसैले ड्याङ बनाउँदैछ, कसैले अदुवा रोप्दैछ। छिमिलाले चाहिँ मल हाल्दैछ। अब हो के भन्छ यो बोजूले। हाम्रो खेत चाहिँ ऊ तलसम्म तल ढुङ्गा ठुलो देख्दैछ नि त्यहाँसम्म हो। घरको अलिक तल आउनुपर्छ। बोजू आउँदैछ हाम्रो बोजू गागा। बोजू नाति सोत्रो पिङ्सी गर्न जान्छ। ओसार्नु जान्छ अब। ओसार्नु होइन छाप्नु पर्छ। यसमा त कुनै कस्तो पो देख्दो रहेछ। यसरी लगाउनु पर्छ कि कान छोप्नु पर्छ। काली हुन्छ फेरि। यहाँ म क्यामेरा मिलाउँदैछु कता कता हुन्छ। झाडी अलिक अरूले जाति मेरो। अब चाहिँ देखेँ नि त काम गरेको। यसरी काम गर्नुपर्छ नि त। अब म पनि गएको। सज्जा लाउनु पर्यो फर्स्टमा चाहिँ। यतिको गरेन भने त फेरि काली माता की जय हो हुन्छ। Mamai sudah satu. Satu lah macam satu. Hah? यो चाहिँ अलिक टाढो भए म तपाईँहरूलाई छेउबाट देखाउन सक्छु। यहाँ लगेर लेट्स गो। यतिको लगाएन भने त फेरि कान त भरे त मुसुर गुन्डै हुन्छ। इबे यहाँ के भन्दैछ हाम्रो काकाले चराचिरी त मतलब भन्दैछ चराचिरी होइन यो मुसुर गुन्डै हुन्छ भनेको कालो हुन्छ भनेको। वाह कस्तो दामी जग्गा देख्दो रहेछ। तर म चाहिँ भएन नि अलिकति मेरो फ्यासन यतिकै हो।
यसरी ड्याङ बनाउनुपर्छ। ठुलो ठुलो बनायो भने चाहिँ अदुवा अलिक बेसी हुन्छ ज्यादा। यो चाहिँ मल यसरी ओसार्नुपर्छ यतिको डिस्टेन्समा। मल यसरी यहाँ अदुवा चाहिँ यसरी ड्याङ बनाएर चाहिँ हाल्नुपर्छ। अब तपाईँलाई म देखाउँछु कसरी हाल्नुपर्छ भनेर। अदुवा चाहिँ यहाँ चाहिँ मल पनि छरिसक्यो हो। यसरी मल छर्नुपर्छ। यहाँ चाहिँ मल छरेर त्यहाँदेखि यसरी खनेर चाहिँ अदुवा हाल्नुपर्छ त्यो भित्र चाहिँ। यसरी हाल्नुपर्छ खनेर चाहिँ हातले। यसरी कोटाउँदै अलिकति ग्याप राख्नुपर्छ बिचमा हो। धुलो परेको जस्तै छ त। छिमिलाले गरेको हेरौँ त। होइन होला हौ छिमिला पटेन त। होइन होला हौ छिमिला। यस्तो मेहनती केटी पाउँदैन नि तपाईँले। यसरी खनेर चाहिँ बिचमा हाल्नुपर्छ। बिचमा साइडमा हाल्नुपर्छ। अन्त बिचमा चाहिँ अलिकति ग्याप राख्नुपर्छ होइन। टोपी चाहिँ दामी छ बोजूको। त्यहाँ हेर्नु नि यहाँ टोपी हेर्नुहोस्। त्यहाँदेखि हाम्रो बोजूको टोपी हेर्नुहोस्। त्यहाँदेखि उहाँ टोपी हेर्नुहोस्। यता फेरि यताको टोपी हेर्नुहोस्। त्यहाँदेखि चाहिँ मेरो टोपी हेर्नुहोस्। अब यसरी सोतरोक ओछ्याउँदै आउनुपर्छ। यहाँ चाहिँ सकेपछि भित्र हालेपछि चाहिँ अदुवा हालिसकेर सोतरोक ओछ्याउँदै आउनुपर्छ। यो राइसक्यो। अब यो मैले सोतरोक ल्याउनु पर्ने हुन्छ। कसैले खन्दै कसैले रोप्दै कसैले सोतरोक उयो गर्दै ओछ्याउँदै कसैले अदुवा लाउँदै। अघि चाहिँ हामी यो माथि फर्स्ट घर रोपिसकेर चाहिँ सेकेन्ड घरमा आइपुग्यो। 3 घर जति भइसक्यो। चाहिँ यहाँ यति उब्रेको छ अदुवा चेल्बामा। चाहिँ हाम्रो भाषाबाट चेल्बा भन्छ, नेपालीबाट चाहिँ ढोको भन्छ होइन छिमिला? के भन्छ? यहाँ हेर न। वाह कस्तो राम्रो देखेको छिमिला त। राम्रो पो देख्दैछ त। अझै उयो तल यहाँ चाहिँ एउटा घर टोटल हाम्रो 3 घर रोपिसक्यो। अब 2 घर एक घर सक्यो। यो 1 2 घर 3 घर यहाँ तल गरेर। अहिले कस्तो भइसकेछ म आम्बो टोपी लगाएर राखिरहेको थिएँ कि अघिदेखि पुरा पसिना आएछ। गरम बहुत है, गरम बहुत ज्यादा है। यो गरम पुरा छ। घामले यहाँ शीतल तापेर बसिरहेको छु। यसले पुरा शीतल दिन्छ नि। यो रुखको मुनि बसेको नि हामी चाहिँ अन्त बिन्दास हो जहाँ भयो भने बिन्दास। केटी खानु मन ल्याउनु जानु भन्छ म त सक्दैन। खानु पनि भएको छैन।
यसरी खोक्छ नि अब हामीहरू त पुलिसहरू जस्तो देख्दो रहेछ त पुलिसमा भर्ती भयो भने हामी राम्रो देख्ने रहेछ हेर त दुईजना हामीहरू पुलिस हो यहाँ तिनवटाको पुलिस है रेलवेको लुगा लगाएको छ पुलिसहरूले पुलिसको लुगा जस्तै देख्दो रहेछ देख्यौ तर है पुलिसहरू भयो भने त हामी सुहाउँदै रहेछौँ ऊ माथिबाट आउनुपर्छ गाइस माथिबाट यस्तो गर्मीमा गरम छ गरम के गर्नु अब काम त गर्नै पर्यो बुढा आए पाउँदैन राम्रो भरे काम गरेन भने होइन बुढाहरू त जति पाइहाल्छ बस्नु मात्रै बस्छ तर आफैले सोचेको जस्तो पाउँदैन पाउँदैन चिनीले पो पाउँछ अरे म त पुरा सोच्दैछु जल्दी करो जल्दी नहीं तो खाना नहीं मिलेगा आप लोगों को पर्यो रे खोज्नु ए खोज्नु कसको खोज्नु बुढा चाहिँ खोसाउनु होइन है खोज्नु त्यही भन न खोज्नु अरे नि त अन्त कसैको खोज्नु हो कि के गर्नु कि कसैको डिभोर्स गरिदिनु कि त्यस्तो डिभोर्स खालको त नयाँ चाहियो नयाँ प्योर वाला आमा हो होइन होला हौ मैंने आज लगाएको ल गम्बुटले पनि बिचरा साथ दिँदैनस् छिम्लाको गम्बुट हेर्नु त्यहाँ सुत्रोक सकेछ अब मैले सुत्रोको सार्नु पर्ने काम मेरो अब म सुत्रोको छाउँछु छाउँछु बरु सरी सुत्रोक लिएर आउँछु भनेको ओछ्याइदिन्छु अरे मैले शुद्ध नेपाली क्या मेरो यस्तो हुन्छ शुद्ध नेपाली वाह मिङमा तिम्रोमा क्या ट्यालेन्ट छ तिम्रोमा ट्यालेन्टले कुट के भरिएको छ मेरोमा शुद्ध के भन्छ अब नेपाली आप लोग के लिए एक शायरी है नेपाली से फूल फुल्यो बोटमा पत्ता झरे रोटमा मैले किस खायो तिम्रो ओठमा अब चाहिँ हामी थर्ड गरामा आइपुग्यो यो फाइनल हो हाम्रो सक्यो त्यहाँदेखि चाहिँ सोतर्को यसरी ओछ्याउनुपर्छ हाम्रो गागाले ओछ्याउनु हुँदैछ अदुवामाथि यसरी छोप्नुपर्छ सिमला डान्स शेर्पा गीतमा एक डान्स हो जाए यहाँ चाहिँ शेर्पा गीत पुरा सुन्नुहुन्छ Once more. Dog busem rang le mu hosi, dong buring lang le mu no, tupakar mu kasi, dog pilung sang le mu, tupakar mu kasi, dog pilung sang le mu, Nikki semla. Loudly. The preacher walang now. The preacher walang now. Nalala iron. Ako wiwi hunje kina udahi.
Weak भएको तिमी weakness. Tetcha capture gala chuni. आशीर्वाद बहन तुम्हारी. तेरो भाई देखे ना अंदर इतना खेत नहीं देखा आपको, इतना ज्यादा है. Sotorok ले दिनु. पढ़ता नहीं है सब. मेरी बहन के लिए एक शायरी है. तुम तो इतनी खूबसूरत हो, तुम तो इतनी खूबसूरत हो, खूबसूरत का राज है फेयर एंड लवली, लेकिन तुम तो बहुत अलछे हो, लेकिन तुम तो बहुत अलछे हो. अलछे का राज क्या है बहन? अलछे का राज है. क्या है? बोल जंगरे आला है. जंगरे वाला है. Once more. जंगरे लाला. जंगरे जिंगा लाला मध्ये. ल जिंगा लाला जिंगा कसं बोल. जिंगा लाला हूँ. इबीले हिन्दी मजाले पो बोले त. आम्मामा अवार्ड दिनुपर्ने इबीलाई त. तिमीले जंगरै लाए. खादा अरे मी खादा. ये वरस हेर्ने मात्रै मेरो काम भन्नु पनि भएको छैन. मैले सोतरको सबै ओसारेको. यी गीत पुरा अल्छे छ. मैले तपाईँलाई अघि सायरी सुनाइहालेँ. त्यही हो. जेनबीको ट्र्याक सुटकै त काम लाग्यो. त्यही त है. यो त माथि त लाउनु लाउँदैन. चालु ट्रेन्ड्स. हाहा. भित्र पसेन त. ए झऱ्यो झऱ्यो. अर्को पनि झऱ्यो. लु रेडी. क्या निकाला नहीं. हामीले फाइनली सक्यो. हामीले 3 गरा रोप्यौँ तलनिर. अब हामी घर फर्किँदैछ हो. बहिनीले ढोको के बोकिराखेको छ. ढोको बुकिङ एन्ड दिस वान बुकिङ. पानी बुकिङ. ओके. टोपी बुकिङ. ओके. आई एम बुकिङ अदवास ढोको विथ ढोको मास. ढोको मास. इबीले बुकिङ बास बुकिङ.
So we are going home. मेरे कपड़ा बनिंग हम अपने शोहर को बोल रहे. So guys, अब तपाईहरुलाई म घरमै पुगेर ब्लग बनाउँछु भन्नु पनि भएको छैन किनभने यस्तो उकालो हिँड्नुपर्छ हो. त्यही माथि पुरा गरम छ. यो ढोको उयो अदुवा बोकिरहेको छु हैन. ओ माय गॉड, क्या कर रहे हो बहना तुम? ऐसे मत करो, मुझे तुमसे प्यार हो जाएगा. आया यस्तो गरम भइरहेछ. म एउटा हातले फोन पक्रिनु पर्ने अन्त अर्को हातले यो हातले नै फेरि ढोको बोक्नु पर्ने. सो गाइस, तपाईहरुलाई मेरो आज मिनी ब्लग कस्तो लाग्यो हैन? अदुवा रोपेको आई होप चाहिँ तपाईहरुले मन पराउनु हुन्छ भनेर लाइक कमेन्ट सब्स्क्राइब गर्नु चाहिँ नबिर्सिनु मेरो ब्लगमा. बाइ बाइ, थ्यांक यू, लभ यू.